चुनपहरा, यो ठाउँको नाम हो चुनपहरा। म चाहिँ यहाँ चुनपहरा आइपुगेँ। अब यहाँबाट मेरो डेस्टिनेसन भनेको सुन्दर बजार पाउँदी हो। पाउँदी हामी चाहिँ यहाँबाट एयरपोर्ट हुँदै पालुङटार एयरपोर्ट हुँदै पाउँदी निस्किने बाटो जाने हो आज। यो पुलबाट जाने हो क्या है। मसँग त्यो कति ठुलो हो, मसँगको तिरै जानुपर्छ। अब यहाँबाट राइट लाग्नुपर्छ यहाँनिरबाट। जा बाबु जा जा जा। विमल नगर भन्छ यो ठाउँलाई चाहिँ। अनि ट्याक्क हेरी यो चाहिँ यातायात व्यवस्था कार्यालय तनहुँको यातायात व्यवस्था कार्यालय चाहिँ यहाँ छ है। फर योर काइन्ड इन्फर्मेसन, तनहुँको यातायात कार्यालय यहाँ छ। कसैलाई थाहा छैन, कोही आउनुपर्ने छ यहाँ भने चट्ट यहीँ छ। ओ झलुङ्गे पुल पनि रहेछ यहाँ। कत्रो खोलो हो मर्स्याङदी, यसो हेरिदिनु पऱ्यो हाइट। झलुङ्गे पुल रहेछ उता पुरानो, त्योभन्दा यतापट्टि नयाँ। यो चाहिँ मोटरेबल पुल। यो चुनपहरा खतरा छ खतरा। यो बाटो म हिँडेको छु पहिला, हिँडेँ नि। म कुन कता जाने हो म कन्फ्युज हुन्छु होइन। यसो अब म्याप हेर्दै जानुपर्छ। चिन्न नि सक्छु, जहाँ कन्फ्युजन हुन्छ त्यहाँ चाहिँ म म्याप हेर्छु। यहाँ तलबाट होइन यतापट्टि जाने हो। ढलान गरेको उकालो बाटो छ। गाउँतिरको समस्या नै यही छ क्या, कुन ठाउँ हो थाहा नै हुँदैन। हामी चाहिँ सिधै यता जाने बिरुवाटारतिर जाने है। यहाँ एउटा बोर्ड जस्तो राखेको रहेछ, यहाँबाट हामी गइन्छ बिरुवाटार। ओइ 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 के बोकेर ल्याएको त्यसले? सिम 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 पानी परिरह, घाम पनि लागिरह। बाटो पुरै पिच छ। हेरौँ कहाँसम्म पिच छ। वहीँसम्म त पक्कै छैन होला, पाउँदीसम्म त पक्कै छैन होला। मेरो आँखामा पानी पर्यो क्या। त्यो भाइजर लाउनु पर्यो। भाइजर लाउन मिल्दैन यसले। गोप्रो राखेपछि भाइजर लाउनु मिल्दैन, यसलाई हल्का मिलाउनु पर्छ। झट्ला र ओ दामी ठाउँ छ। छेउतिर कुनातिर पुरै हरियाली छ। वनमासा घारी छ छेउतिर कुनातिर। ठुल्ठुला रुखहरू पनि छन्। यो बर्खाको टाइममा समस्या यस्तै हुन्छ क्या। अब यहाँ गाउँतिर चाहिँ पुरै खोलाखोली हुन्छ नि त, सानोतिना खोलाखोली हुन्छ। अनि अरू बेलामा पानी पर्दैन, अरू बेलामा पानी हुँदैन खोलामा। बर्खामा चाहिँ पानी आइदिन्छ, अनि रोडभरि माटो बनाइदिन्छ। यो गाउँतिरको चाहिँ समस्या हो यो। ठिक छ, अलिअलि त अब यत्रो पानी परेको हुन्छ, अलिअलि त बिग्रिन नि पर्यो। बजेर 8 मिनट गएछ। म चाहिँ अब 1 घन्टा अलि लाग्दैन कि 1 घन्टा लाग्छ कि पाउँदी निस्किन। हेरौँ कति टाइममा पुग्छु।
कुखुरा 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 मात्र लैजाउँ एउटा। पालुङटार एयरपोर्ट निस्किन्छ क्या यहाँबाट। ल यहाँ पिच सक्यो है त, यहाँ ठ्याक्कै यहाँबाट पिच सक्यो। पिच सकिने बित्तिकै फेरि पिच सुरु भयो। के भन्दैछ बच्चाले? ओहो बाटा यस्तो यस्तो पोखरी भएपछि त तर्न नि मजै हुन्छ। उता पारिपट्टिको बाटो बनाउँदैछ नि त, त्यो भएर धेरै जसो गाडीहरू यताबाट हिँड्छन् क्या अहिले। यो टुकटुके अटो भन्छ कि के हो यसलाई, 3 चक्का भएको 3 चक्के अटो, यिनीहरू पनि यतिबाट हिँड्छन्। पारिबाट बाटो एक्सटेन्सनको काम भइरह। कस्तो मजाको बाटो हो। बिग्रिन थालेछ बाटो। यस्तो बिग्रिएपछि चाहिँ बनाइहाल्नुपर्छ क्या, अनि बिग्रिँदैन। अब एकचोटि यति फुट्छ अनि नबनाउने छोडिदिने, कति वर्षसम्म हो रिपेयर नगर्ने, त्यसपछि त बिग्रिँदै 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 फुट्दै फुट्दै गइहाल्छ नि। यो सिस्टम चाहिँ बनाउनुपर्छ क्या नेपालमा। बाटो बिग्रिने बित्तिकै बिग्रेको चाहिँ रिपेयर गरिहाल्यो भने त यस्तो प्रब्लम आउँदैन क्या। यहाँबाट यता माथि जाने होइन, लेफ्टपट्टि लाग्ने। नाम के हो थाहा छैन यो ठाउँको। गाउँघरतिरको समस्या यस्तै छ। अब टाँस्दैनन् नि त, बोर्डहरू टाँस्दैनन्, घरहरू मात्र हुन्छ। गाउँतिरको मान्छेलाई सबै थाहा भइहाल्छ, यो ठाउँ हो यो ठाउँ हो भन्ने। हामी नयाँ मान्छेलाई पो पहिलोचोटि आउँछ, के हो कुन ठाउँ हो कुन ठाउँ हो। कस्तो दामी हो यहाँ। ओ पुरा खेत रोपेर हरियाली भइसकेछ यतातिर। कहाँ जाने बाटो? ठाँटी पोखरी हुँदै लमजुङ जाने बाटो हो। म यो ठाँटी पोखरी हुँदै लमजुङ जाने हो क्या। पालुङटार एयरपोर्ट पनि पुग्छु। पालुङटार एयरपोर्टभित्र एयरपोर्टमा गएर बाइक कुदाउनुपर्छ आज। प्लेन कुद्ने ठाउँमा बाइक कुदाउने हो। फिलिलिलिलिलिलिलि पारेर कति मजाको ठाउँ छ हो। बस्ने त यस्तो ठाउँमा हो क्या। अब के गर्ने, यहाँ बस्न त अब हुन्छ त नि, सबै कुरा ठिक छ। यहाँ अब अपर्च्युनिटी छैन, रोजगारी छैन। खेतीपाती गरेर बस्नेहरूलाई त ठिकै हो। सबैजनाले फेरि खेतीपाती गरेर बस्ने भन्ने पनि हुँदैन होइन। दाजु चट्ट कोदाली काँदा हालेर हिँड्या नि। यहाँ अर्को एउटा चोक आउँछ होइन, यसबाट चाहिँ यता लेफ्टतिर नलागिकन स्ट्रेट जानुपर्छ है। यहाँसम्म चाहिँ मैले सम्झिरहेको छु बाटो। जुत्ता यस्तो भए मेरो पुरै यता अघिल्लोचोटि यता काठमाडौँबाट आउँदाखेरि म खास काठमाडौँबाट हो आज।
उताबाट आउँदाखेरि चाहिँ यो बर्खा सुरु भइसकेको थिएन, पानी खासै परेको थिएन, बाटोहरू हिलो हुन्न थियो होइन, बरु धुलो हुन्थ्यो। आज चाहिँ बाटोभरि धुलै धुलो। यो बुढा छन् रुखहरू चाहिँ, टन्ने आँपका रुखहरू छन्। यहाँ मन्दिर पनि छन्, एउटा कुन मन्दिर हो, ओम नमः शिवाय। लिची पनि पाउँदो रहेछ यता। पालुङटार नगरपालिका वार्ड नम्बर 6 सीमा प्रारम्भ। ल यो चाहिँ पालुङटार नगरपालिका वार्ड नम्बर 6 पर्दो रहेछ यतापट्टि। पालुङटार नगरपालिकामै अवस्थित छ पालुङटार एयरपोर्ट। गोर्खामा दुईवटा नगरपालिका छ के अरे, एउटा भयो गोर्खा नगरपालिका, अर्को पालुङटार नगरपालिका। बाँकी चाहिँ गाउँपालिकाहरू हुन्। हो यहाँ अब यी पुराना घरहरू छन् होइन। पौवाटार हुँदो रहेछ यसलाई। पौवाटारबाट चाहिँ यहाँबाट लेफ्ट लाग्नु पर्यो यतापट्टि, यो चोकबाट, पौवाटारको चोकबाट लेफ्ट लाग्ने। उता विशाल नगर के भनेको थियो अघि मैले, त्यहाँ छिरा ठाउँ त्यो मैले जहाँबाट स्टार्ट गरेको थिएँ, विशाल नगर नै हो जस्तो लाग्यो। त्यो चुनपहरा भन्दा अलि अगाडिबाट त्यहाँबाट राइट लाएर आउँदाखेरि यो बाटो सजिलो छ क्या। उताबाट चाहिँ अहिले बाटोको एक्सपान्सन भइरहेको क्या, एक्सटेन्सन भन्दा एक्सपान्सन भइरह, बाटो चौडा बनाइरह होइन। त्यो भएर त्यो बाटो हिँडिसाध्यै छैन क्या, यस्तो दिमाग खराब हुन्छ। 2-3 महिना अगाडि म एकचोटि गएको थिएँ त्यो बाटो, पुरै खुट्टा डुब्छ, तालै ताल छ रोडभरि। फेरि आज त यहाँ बिहानतिर सायद यहाँ पानी पनि परे जस्तो छ यो साइडमा। म त काठमाडौँबाट आउँदाखेरि पानीले चाहिँ मलाई भेटेन कहीँ पनि, एक ठाउँमा पनि। यहाँनिर चाहिँ अलि अचेल छ बाटो। गाडीहरू लिएर आउँदाखेरि, कारहरू लिएर आउँदाखेरि चाहिँ धेरै जसो सजिलो छ। यस्तै 1-2 ठाउँमा बन्न बाँकी छ क्या। अब यो बनेपछि एकदम राम्रो हुन्छ। हुन त यो बन्ने बेला उतापट्टि नि बनिसक्छ होला, मान्छेहरू अनि किन यताबाट हिँड्थ्यो उतैबाट हिँड्छन्। भयो नि, पालुङटारतिर यतातिर आउने मान्छेलाई त सजिलो हुन्छ नि त। बाटो चाहिँ बन्नुपर्छ, बनिरह। गाउँमा बाटोहरू राम्रै छ यतिको। अब कहीँ त अब खोलातिर बनाउन अलिक गाह्रो पनि हुन्छ। हाम्रो फेरि सरकारको बजेट पनि त्यस्तै छ नि त, खासै धेरै बजेट छैन। बजेट पनि तलब भत्तामा जान्छ सबै, क्यापिटल एक्सपेन्डिचरै हुँदैन। अघिल्लो वर्ष आर्थिक वर्ष 82-83 चाहिँ करिब 40% छ क्यापिटल एक्सपेन्डिचर सरकारको। पुरा बजेटको 20% हुन्छ क्यापिटल एक्सपेन्डिचरको लागि बजेट, टोटल बजेटको। त्यो 20% को पनि 40% चाहिँ खर्च भए भनेपछि टोटलमा त 20-40 चार्दैन, 8%, बजेटको 8% चाहिँ काम भएर छ। त्यसमा पनि कमिसन दुनियाँ भाती हुन्छ है। कमिसन, ठेकेदारको प्रफिट, काम त के हो नि, लास्टै स्लो मोसनमा भइरहेको नभए त होइन।
स्लो मोसनमा भइरह। पौडी खेल्दै जानु पर्ला जस्तो छ, गर्मी भइरह। बाटोभरि स्विमिङ पुल छ त हो, यहाँ त के हो। गाडी चाहिँ के हो, गाड्यो गाड्दैन। अब यहाँबाट तल झर्नुपर्छ, लेफ्टपट्टि लाग्यो भनेदेखि पालुङटार एयरपोर्ट आउँछ। म चाहिँ पालुङटार एयरपोर्टबाट जाने हो आज। तल गयो हवाई ग्राउन्ड, विमल नगरबाट आउँदा माथि गयो भने ठाँटी पोखरी। यसलाई भन्दो रहेछ हवाई ग्राउन्ड मार्ग। पहिला प्लेन चल्थ्यो है यहाँ गोर्खामा पनि, हामीले त देखिएन, खोइ थाहा पाइएन कहिले चल्ने रहेछ, कहिले बन्द भएर चाहिँ यो कहिलेदेखि सुरु भएर छ, कहिले बन्द भएर छ। एकचोटि हिस्ट्री हेर्न आवश्यक छ यसको, थाहा छैन मलाई हिस्ट्री यसको के हो। एयरपोर्ट जाने बाटो यस्तो छ यार, अलि राम्रो बनाउनु नि। प्रदेश सरकार छ, वडा छ, नगरपालिका भनेपछि बजेट नि ठुलै होला, के गर्छन् यार। इज्जत गर्यो यार यहाँको वडा अध्यक्षले। कम्तीमा एउटा यति बाटो त बनाउनु पर्छ। अच्छा यो होला सायद एयरपोर्ट। हो यहाँ रहेछ एयरपोर्ट, भित्र छिर्नुपर्छ यहाँ। ओए माम बाखा के हो, डुब्छ के हो, कटो ये एयरपोर्टबाटै बाटो रहेछ त यो एयरपोर्ट, पालुङटार एयरपोर्टै हो यो। अहिले त यहाँ त गाडी कुद्ने बाटो पो बनेछ त एयरपोर्ट त। प्लेन कुद्ने ठाउँमा बाइक कुदाएको एक्सपिरियन्स भयो यार पहिलोचोटि जिन्दगीमा। राइट, सही हो। यो सबै एयरपोर्ट ठुलो हुँदो रहेछ यार, ठुलो पो रहेछ। कताबाट कहाँबाट ल्यान्डिङ हुन्थ्यो होला है, यहाँ कतातिरबाट चाहिँ आउँथ्यो होला, जताबाट नि त आउँदैन होला, आउँदैन थियो होला। कता यता लाग्ने हो कि के हो, ए उताबाट रहेछ बाटो, कहाँसम्म जान्छ खै। प्लेन कुद्ने ठाउँमा बाइक कुदाइयो। ल यहाँ रहेछ यो अर्को स्विमिङ पुल रहेछ नि त यहाँ।
यो टाढो जाँदा नि हुन्छ होला नि। ए रमाइलो छ। एक्सपल्सको फाइदा यही हो। ल यति हो है त, एयरपोर्ट अब सक्यो, अब बाहिरको बाटो निस्क्यो। रमेश चोक। टुरिस्ट लेखा यतापट्टि फेरि स्कुल बस लेखा। स्कुल बस र टुरिस्ट यसो हेर्दा स्कुल बस जस्तो देखिन्छ, फेरि टुरिस्ट लेखा लेख्या छ, लेख्या छ। के हो कुरो अब। एयरपोर्टलाई स्वाट घुमेर छ यो बाटो। यो चाहिँ एयरपोर्टको फुल भ्यू। यहाँ अब आउँछ एउटा चोक आउँछ। यो चोकलाई के भन्छ छैन, नामसाम केही लेखेको छैन। हाइवे ग्राउन्ड पालुङटार वार्ड नम्बर। यता गयो भने ठाटे पोखरी, यताबाट जानु पर्यो, यहाँबाट लेफ्ट लाग्नु पर्यो है त। एयरपोर्टको ग्राउन्डबाट निस्किएपछि राइट लाग्ने होइन, लेफ्ट लाग्नु पर्यो। अब सुरु हुन्छ यहाँबाट फेरि पिच बाटो। स्कुल बस त यस्तो पो हुन्छ त। आए माम पक्का धन्य पानी छेपिदिएको। ओहो क्या दामी हो, पुरै हरियाली छ त। पालुङ टार यत्तिकै बनाएन क्या, टार छ क्या यहाँ। यो पुरै टार भएर चाहिँ पालुङ टार बनाएर छ भनेको हो। पालुङ टारसँग जोडिएको छ उता एउटा नदी छ क्या बिचमा, चेपे भन्ने। त्यो चेपेले चाहिँ छुट्याएको छ उताको लमजुङ, उता पारिपट्टि लमजुङ, वारिपट्टि चेपे। यो चाहिँ चेपे हो, चेपे नदी हो। चेपे पनि बर्खा त आमा कत्रो ठुलो हुँदो रहेछ। अहिलेसम्म पालुङ टार भयो होइन। अब यो चेपे पारी चाहिँ लमजुङ पर्छ। यो पालुङ टार नगरपालिका यता, उता चाहिँ राइनस नगरपालिका कि गाउँपालिका हो। राइनस नगरपालिका हो कि गाउँपालिका हो खै, अहिले थाहा होला। त्यहाँ राइनस सायद नगरपालिका नै होला। कहाँनिर छ यो चेपे पारी? पारी तर्ने कहाँबाट हो त खै, आउँदैन त अझै। ओ पुल आयो। यो पुलबाट हामी तर्छौँ, पारी तर्छौँ। पालुङटार नगरपालिका भ्रमण गर्नुभएकोमा धन्यवाद। सीमा समाप्त। यहाँबाट गोर्खा पनि समाप्त हुन्छ। अब सुरु भयो यहाँबाट लमजुङ चेपे खोला। यो चाहिँ चेपे पनि ठुलो हुँदो रहेछ बर्खामा। राइनस नगरपालिकामा हार्दिक स्वागत गर्दछौँ। ल राइनस भनेको राइनस पनि नगरपालिका रहेछ। यो चाहिँ लमजुङमा पर्छ। रेस्टुरेन्ट खोलेर चाहिँ कसको लगानी डुबाइहाल्यो त नि, बन्द गरिहाल्छ नि।
हाइट मकै यहाँ मकैको टुप्पा काटेर राखेर छन्। कुन गाउँ आइपुग्यो खोइ नामसाम हुँदैन कहाँ आयो आयो। कमसेकम गाउँको नाम चाहिँ यसो लेखेर राखिदिनुपर्छ क्या। यो ओडाहरूले यति काम त गर्नु पऱ्यो नि भने। नयाँ मान्छे आउँदाखेरि त अनि थाहा हुनु परेन म कुन ठाउँमा आइपुगेँ केही थाहा हुँदैन। यहाँ पनि रहेछ ल आँपको घारी आँपको बगैँचा छ यहाँ पनि। यहाँ मन्दिर पनि छ। यहाँबाट राइनस नगरपालिका वार्ड नम्बर 7 को कार्यालय रहेछ। यहाँ राइनस नगरपालिका वार्ड नम्बर 7 को कार्यालय। मेरो विचारमा यो बाटो मध्य पहाडीमै पर्छ जस्तो लाग्छ। मध्य पहाडी लोकमार्ग नै होला है यो। त्यो बाटो त दामी रहेछ त्यो बाटो त दामी। ओइ 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 धन्य लडेको। बर्खामा हिँड्न चाहिँ गाह्रै छ क्या पहाडको बाटो चाहिँ। अब 4-5 महिना पछि 3-4 महिना पछि आउँदाखेरि सायद यो बाटो पनि पिच भइसक्यो हुन्छ होला क्या। यो अब ग्राभलहरू सबै रेडी बनाएर राखेछन् होइन। अब यो छाप्न बाँकी होला। सायद अब यो पानी सुकेपछि छाप्नुपर्छ होला। पानीमा छाप्न मिल्दैन। बर्खामा 2-3 महिना चाहिँ कामै हुँदैन क्या त्यो भएर। यहाँबाट अब निस्क्यो अर्को बाटो ठुलो बाटो निस्क्यो। त्यो बाटो यताबाट गयो भने ठाँटी पोखरी। यहाँबाट लेफ्ट लाग्नु पऱ्यो। प्रतीक्षालय छ त्यहाँ। हाम्रो मिनी मार्ट भनिरहेछ ल यहाँ हो। यस्तो ठाउँ ठाउँमा ल्यान्डमार्कहरू केही न केही त चाहियो नि। मतलब बाटो अब कहाँ जान्छ कति सोध्ने हो र त नि मान्छेहरूलाई नि। अस्पताल रहेछ यता वरिपरि। ए अस्पताल ठाउँको नामै अस्पताल त होइन होला। स्कुल बस अब यहाँबाट आउँछ धमिली खुवा 5 भाइ भन्ने ठाउँ आइपुग्यो है। यो चाहिँ 5 भाइ रहेछ। धन्न त्यहाँ चाहिँ लेखेर टाँक्दै रहेछ। अलि अगाडितिर हो कि कहाँ हो ठाउँलाई 5 भाइ भन्छ होइन धमिली खुवा भन्छ। अब आउँछ धमिली खुवा अलि अगाडि।
यो ठाउँलाई चाहिँ 5 भाइ भन्दो रहेछ। ओए मासल्ला बाटो काटिदियो यार। खट बिरालोले बाटो काट्यो। नयाँ पौवा भन्ने ठाउँ आइपुगेँ है त म। बिरालोले बाटो काटेपछि चाहिँ कस्तो हुन्छ भने यो हाम्रो सोचाइ त्यस्तै छ नि त, बाटो काटेपछि हिँड्न हुन्न, नराम्रो हुन्छ के भन्छन् नि। हुन त केही होइन, उसलाई त्यो पनि अब आफ्नो बाटो हिँड्या हो। तर दिमागमा चाहिँ बस्छ क्या त्यो कुरा। बसेपछि डर लागिराख्ने टाइपको केही हुने हो कि टाइपको चाहिँ हुन्छ क्या मलाई चाहिँ। तर म बाल त दिन्न। भयो नि बच्चैदेखि सुन्दै आएको कुरा भएर अलिअलि हेजिटेसन चाहिँ हुन्छ। उसको कहाँ जाने बेला भएको थियो, कहाँ हिँडेको थियो, ए धमिली कुवा भन्ने ठाउँ आइपुग्यो। धमिली कुवा भन्ने ठाउँ आइपुग्यो है अब। अब यहाँ अगाडि एउटा चोक आउँछ, यहाँबाट हामी लेफ्ट लाग्छौँ क्या। राइटतिर गयो भनेदेखि कहाँ पुगिन्छ, त्यहाँ बोर्डमा लेखाएर चाहिँ बोराङ खोला उता पाउँदी जाने चाहिँ यतापट्टि। हामीलाई पाउँदी जानु छ होइन, त्यो भएर हामी त्यहाँबाट राइटपट्टि लाग्यो भनेदेखि बोराङ खोला, लेफ्टतिर लाग्यो भने पाउँदी होइन। हामीलाई जानु छ पाउँदी। द्याट्स वाइ I took left side के रहेछ यहाँ, गौलीटार क्षेत्रीय खेल मैदान। ए उता खेल मैदान रहेछ ल, प्ले ग्राउन्ड रहेछ यहाँ। प्ले ग्राउन्ड गौलीटार पार्क पनि रहेछ त्यहाँ। घना जङ्गल छ त यहाँ त। राइट पुरै माथि कुहिरोले ढाके है, माथि डाँडासम्म पुरै जङ्गल छ ल। त्यो जङ्गलको बिचमा घर रहेछ एउटा। त्यो मान्छेलाई डर लाग्दैन होला। अब यहाँ पुल आइपुग्यो एउटा। पुलमा पनि पानी तर्यो। अरे के खोला रहेछ यो चाहिँ। यहाँबाट हेर्नुपर्छ। लिपु खोला र लिपु। बाघ आउने जस्तो जङ्गल रहेछ यार यो त। यहाँ त आउँछ बाघ। फाइट घोरेटारी, यो ठाउँको नाम घोरेटारी। घोरेटारी चाहिँ कसरी बस्छ होला नाम यसको। यो लमजुङतिर चाहिँ बर पिपल चौताराहरू रहेछन्। माछा खाइनन् जे होस्, बाटो बनाउँदाखेरि पनि मचाएर छन्। यतिसम्म चाहिँ गर्नै पर्छ क्या। कल्लेरी राइनस अब आइपुग्यो कल्लेरी।
म बिहान टक्कै 5 बजे हिँडेको थिएँ भक्तपुरबाट। अहिले 10 बज्यो, अलमोस्ट 9 बजेर 54 मिनट गयो। 5 घन्टा लागेछ मलाई धुन्चेपाखा भक्तपुरबाट यहाँ आइपुग्न। अब सायद अब 15 मिनट जतिमा चाहिँ म पाउँदै पुग्छु कि यहाँबाट जस्तो लाग्छ। पुग्नुपर्ने हो 15 मिनटमा त। माथिल्लोपट्टि पुल बन्दै रहेछ, तल पुल रहेछ त, तल पनि रहेछ त बाटो। भैँसी खोला, त्यो अहिलेको खोलाको नाम भैँसी खोला जस्तो छ। ठाउँको नाम त्यहाँ भैँसी खोला भनेर लेखेको थियो। पाङ्रे फाँट कस्तो पाङ्रे होला भन्थ्यो। यहाँ को पाङ्रे बस्दो रहेछ कि को पाङ्रे भन्ने मान्छे बस्थ्यो होला क्या पहिला। पाङ्रे बन्यो फाँट भएर पाङ्रे फाँट। दाजुले क्या कुदा हो, म त कुदाउँदिनँ हो बाइक त। बिस्तारो बिस्तारो जाने हो। त्यसरी कुदाएर आयो भनेदेखि त म काठमाडौँबाट लौ यहाँका मान्छेहरूले चाहिँ कुदाउँदो रहेछन् लास्टै बाइक। त्यसरी कुदाएर आयो भनेदेखि त 4 घन्टा नि लाग्दैन होला हो काठमाडौँबाट। अब यहाँ एउटा चोक आउँछ होइन, यो चोकबाट चाहिँ लेफ्ट लाग्नुपर्छ। राइट लाग्यो भने अर्कै ठाउँमा जान्छ। पाउँदै बेसी सर भनेको यता माथिको भेटघाट चोक रहेछ। ल यो भेटघाट चोक के हो यो? बोटहरू सिसाउ हो र? सिसाउ हो कि यस्तै यस्तै खालको हुन्थ्यो। उत्तिस कि के भन्थे। बोटहरू चिन्न नि छोडिदिएछ यार। अब पहिला गाउँतिर हुँदाखेरि सबै चिनिन्थ्यो, अहिले बिर्सिसकेछ यार। यो ठुल्ठुला पात भएको चाहिँ के हुन्? हाम्रोतिर त भए जस्तो लाग्दैन, गोर्खातिर। आनन्द प्रतीक्षालय कत्रो ढुङ्गो खसेछ हो।
बगर भन्दो रहेछ यो ठाउँलाई चाहिँ राइनस नगरपालिका वार्ड नम्बर 8 बगर लमजुङ। अब यहाँ आउँछ एउटा पुल आउँछ, त्यो पुल कटेपछि राइनस नगरपालिका यहाँ द इन्ड हुन्छ अब हैन। अनि सुन्दर बजार नगरपालिका स्टार्ट हुन्छ। राइनस नगरपालिका राइनस कोट भ्रमण गर्नुभएकोमा धन्यवाद। यो खोलो हो मर्स्याङ्दी। ए कत्रो हो क्या मर्स्याङ्दी, आमा वेट हेर्नु पऱ्यो यार एकचोटि रोकेर। सातो जान्छ यार, यहाँकै लाग्छ। फट यहाँ शिवजीको ठुलो मूर्ति छ क्या यहाँ एउटा यो स्ट्याचु। सुन्दर बजार सुरु भयो अब यहाँबाट। अब पाउँदी अलमोस्ट पुग्यो है हामी। यही हो पाउँदी। यो माथितिरको यो बजारहरू छ नि, यो पाउँदी बजार हो क्या। ठ्याक्कै यो चोक। अब यहाँबाट यो चोकबाट यो पाउँदी हो यतापट्टि। राइटपट्टि लाग्यो भने पाउँदी, लेफ्टपट्टि लाग्यो भने डुम्रे। अनि यो चाहिँ सुन्दर बजार, माथि सुन्दर बजार जान्छ। त्यताबाट मध्य नेपाल नगरपालिका नै होला त्यो पनि, मध्य नेपाल भन्ने पुग्छ क्या यसपछि। सुन्दर बजार सकेपछि मध्य नेपाल हुँदै उता पोखरा जाने बाटो हो क्या यो। मध्य पहाडी हो क्या यो चाहिँ, मध्य पहाडी लोकमार्ग हो। मेरो डेस्टिनेसन चाहिँ सुन्दर बजार हो। यतातिर चाहिँ बाटो दामी बनायो। मध्य पहाडी पनि पुरै कम्प्लिट भइसक्यो यहाँबाट अगाडि। नेपालबाट त्यो बेगनास तालबाट चाहिँ पोखराबाट के अरे कास्कीबाट म यता सुन्दर बजार आएको थिएँ। राति आएको थिएँ, बाटो असिलै थियो त्यो बेलामा। तर लास्ट चाहिँ छोटो छ बाटो चाहिँ। पोखराबाट लमजुङ आउनु पऱ्यो भने, सुन्दर बजार आउनु पऱ्यो भने उताबाट त्यो दमौली हुँदै घुमेर डुम्रे निस्किएर त्यो हिँड्नु पर्दैन अब चाहिँ। यो बाटो कायदा छ, दामी छ। सुन्दर डाँडो कि के सेल्फी डाँडा भन्ने छ यहाँले अगाडिपट्टि। मान्छेहरू अलिअलि आउँछन् यहाँ। वरिपरिका मान्छेहरू आएर फोटोसोटो खिच्ने, रमाइलो गर्ने कार्यक्रम गर्छन्। अघिल्लोचोटि आएको बेलामा म पनि आएको थिएँ। हामी यहाँ आएर फोटोसोटो खिचेका थियौँ। हो यही हो। यहाँ त यो झन्डा सन्डा हालेर बस्ने ठाउँ बनाएर दामी बनाएछ नि त। कुन खोला होला है त्यो? बर्खा सबै ठुलो हुन्छ यहाँ। तल खतरा हरियाली खेत छ। ल म चाहिँ यहीँ एन्ड गरिदिन्छु है भिडियो। म चाहिँ जान्छ अलि थोरै माथि हो सुन्दर बजार जाने हो। भिडियो चाहिँ यहीँ एन्ड गरिदिन्छु म। ल